Sapana, asuma,
दाजु के पो भयो त कपडा फर्क्याएर ल्याउन त आउनु पाइन्छ अरे कपडा परेदेखि गरौँ भन्नु सजाउँछु तिमीले त्यसको सधैँलाज राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँलाज राख्नु तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न गाह्रो छ तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न हजारौंको माझमा तिमीलाई रोजे पानी तो हो नि गाउँ घर सबै छाडेर बाबु माइतीलाई त्यागेर जाऊ छोरी जाऊ तिमी जाऊ छोरी जाऊ तिमी आज कुटुम्ब घर जाऊ सम्झना त आलैरा मैले बाबे शरीरेको टुकुर टुकुर हिँड्दा हिँड्दै टुकुर टुकुर हिँड्दा आँसु पुछ्ने हातहरू आज भिजिसक्यो ममता भरी काखा आमाको आज रोइरह्यो कहिले भेटा होला न होला छैन भरोसा गाउँ घर सबै छाडेर
सट्टा दियो अगाडि कुमारीले लिएर आइज अनि छिटो छिटो गर ल ल ल ल अब सान्छी भित्र आइज अब त्यो भित्र लिएर आइज काँदालाई पानी खानुपर्छ काँदालाई पानी खानु भयो यताबाट उता जा देउलीका यता गर देउलामा उँधो उँधो तल्लो काँध बढाएर अब माथि काँदाबाट गर्न अलिअलि पानी चुहाएर बेहुली अगाडि हो यो दुईवटा लोटाको पानी हचाउँदै सबै गराउन हो त्यो भयो त भयो 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 अब त छेउछेउ अलिअलि ढोक्दै आउनु उता कुल्चिँदै आउनु पर्यो नि उता कुल्चिँदै आउनु थर्दै आइज थर्दै धान अलिक पाती पुग्दैन पुग्दैन होला त्यहाँ कहाँ राखी मिलाएर भर्दै त्यो मुला चाहिँ पैसा ठुलो छ जानु भएको त्यहाँ राखिदिनु है मान्छे भरि भर्नु न अझै जान्छ फेरि भएर गोप्या त्यही गोप्या हो फेरि भएर पैसा नखोजी के भेटिने ठुला पैसा पनि छ जनेसबारी भेटाउन लगाएको फेरि गोप्या फेरि दुईजनालाई भेटी त छिटो लु दुईजनाले गोप्ने लु अब पैसा खोज्दा सक्यो अब
तोला कला ठेक्का पारौँ न 20 पनि यही ठेक्का बनाउँला न ठिक छ यसमा कुनै दोष दाग छैन छैन लग्न दोष छैन छैन कुनै कारणले अवरोध छैन छैन धारवाला तयार तयार बिस्कुने पनि तयार तयार बटुकर पनि तयार तयार गुरुजीहरू पनि तयार तयार सन्थगण्टे पनि तयार तयार श्वास होला गर्ने ब्राह्मणहरू पनि तयार र यो मुहुर्त एकदम ठिक छ ठिक छ तृतीय बार हो त्यस्तै अब तृतीय बारमा म सोध्दैछु यो समय अनुकूलता अनुसार आज 2070 साल ब्राह्मणहरू पनि तयार छन् धारवाला पनि तयार छन् दौरानी पनि तयार छन् यसमा कुनै दोष छैन अब हाम्रो मन्त्र दिँदाखेरि भएको छ ल शुभ मुहुर्त भयो शुभ मुहुर्त भयो शुभ मुहुर्त भयो मङ्गल Ôi ta nào Lucky त्यो ठाउँमा बसिहाल ओइ लौरा पनि दण्ड सण्ड त राख्नु नमस्ते अगाडि जाऊ छिटो छिटो गएर उही थानमा बस्नु पर्यो अलिक छिटो हिँड्नु पर्यो भङ भङ त बरमा चाहिँ त बुढा पो आयो कि क्या हो हिँड्दैन खाने हेर चिउरा अनि खाइ भइहाल्छ दिदी नखाने कान्छी के खान्छौ ठुलो मान्छे बस्यो नि त ठुलो मान्छे बस्यो भने हराउँछ यहीँ पनि छ यहाँ भेटी कसरी राखिदिएको छ कालै फुल लिएर फुलेका छन् बटुकरी सहित राखिदिनु त्यो कालो अब ज्वाइँले ढाक्नु हो भने तिमी नै मेरो साँझ बिहानी तिमी नै मेरो आधा कहानी तिमी नै मेरो साँझ बिहानी